चर्चित कमेडी सो कमेडी दरबारका 5 लोकप्रिय कलाकारहरू जसलाई फापेन पहिलो विवाह। दर्शकबिन नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु हाम्रो युट्युब च्यानल हट्स भोजामा। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरी हामीसँगै जोडिनुहोला। दर्शकबिन आजको भिडियोमा हामी कुरा गर्न गइरहेका छौं चर्चित कमेडी सो कमेडी दरबारमा आबद्ध 5 जना कलाकारहरूको बारेमा। विशेष त उहाँहरूको वैवाहिक सन्दर्भलाई जोड्नेछौं। किन र कोसँग डिभोर्स गरेका थिए त? भिडियो पक्कै पनि जानकारीमूलक रहनेछ भन्ने आशा लिएका छौं। अब ढिला नगरी लागौं आजको कुराकानीतर्फ। नम्बर 5 सुजाता श्रेष्ठ। कमेडी दरबारका दर्शकहरूका लागि सुजाता कुनै नयाँ नाम भने पक्कै होइन। सानैदेखि पत्रकार बन्ने सपना बुनेकी सुजाताले केही समय कान्तिपुर टेलिभिजनमा पत्रकारकै रूपमा समेत काम गरेकी थिइन्। सुजाताले थुप्रै टेलिभिजन कार्यक्रमहरूमा कार्यक्रम प्रस्तुताको रूपमा काम गरिसकेकी छिन्। सुजाता चर्चित रियालिटी सो नेफअपको सिरपेजकी होस्ट समेत हुन्। सुजाताको कलाकारता यात्राको कुरा गर्ने हो भने सुजाताले झण्डै 1 दशक बढी समय कलाकारता क्षेत्रमा बिताइसकेकी छिन्। सुजातालाई थुप्रै म्युजिक भिडियोहरूमा मोडलको रूपमा समेत देख्न सक्छौं। जे होस् बहुप्रतिभागी धनी सुजातालाई पछिल्लो समय चर्चित कमेडी सो कमेडी दरबारमा हास्य कलाकारको रूपमा समेत देख्दै आइरहेका छौं। सुजाता कमेडी दरबारका साथसाथै पोडकास्ट समेत सञ्चालन गर्दै आइरहेकी छिन्। सुजातालाई थुप्रै विधाबाट चिन्न सक्छौं। कोहीले कमेडी दरबारको एक्टरको रूपमा चिन्छौं, कोहीले नेफअपको सिरपेजकी होस्टको रूपमा चिन्छौं त कोहीले पोडकास्ट सञ्चालिकाको रूपमा चिन्छौं। जे होस् कुरा गरौं बहुप्रतिभागी धनी सुजाता श्रेष्ठको वैवाहिक प्रसङ्गमा। सुजाता कान्तिपुर टिभीमा काम गर्दा गर्दै कुनै व्यक्तिसँग प्रेममा परेकी थिइन् रे। जे होस् प्रेम सम्बन्ध त सुजाताको राम्ररी नै चल्यो। लगभग 6 वर्ष जति सुजाता प्रेममा रहिन् र 6 वर्षको प्रेमलाई सुजाताले बिहेमा परिणत गर्ने निर्णय गरिन् र आफूले मन पराएकै माया गरेकै व्यक्तिसँग सुजाता विवाह बन्धनमा बाँधिन्। विवाह पश्चात केही समय त दुवैजनाले सँगै बिताए र हाँसी खुसी नै बिताए। तर बिस्तारै बिस्तारै सम्बन्धमा खटपट हुन थाल्यो। माया बढ्नुको साटो घट्न थाल्यो। सानो सानो कुरामा चित्त दुख्न थाल्यो। लगभग बिहेको 2 वर्षमै सुजाताले श्रीमानसँग डिभोर्स गरिन् र पछिल्लो समय सुजाता एक्लो जीवन बिताइरहेकी छिन्। तर पहिलो श्रीमान को हुन् भन्ने विषयमा सुजाताले अहिलेसम्म पनि खासै खुलाएकी छैनन्। सुजाताको पहिलो विवाहले लामो यात्रा तय गर्न नसके तापनि सुजाताले यदि राम्रो मन मिल्ने र बिगललाई नहिँड्ने केटा पाए भने फेरि पनि बिहे गर्ने बताएकी छिन्। अब बिहान गर्नु तपाईँ बिहान गर्ने अब लाइफ अब गर्ने होला नि। अब पायो भने गर्ने। हजुर गर्नु मन छ बिहा? विश्वास उठेन नि बिहा। नम्बर 4 पवन खतिवडा। म्याकुरी उपनामबाट आफ्नो छुट्टै पहिचान बनाइसकेका लोकप्रिय कलाकार हुन् पवन खतिवडा। थुप्रै सर्ट भिडियोहरूको लेखन, निर्देशन र थुप्रै टेलिश्रृङ्खलामा अभिनय गरिसकेका लोकप्रिय कलाकारको रूपमा पवनलाई चिन्दै आइरहेका छौं। पछिल्लो समय पवन कमेडी सो कमेडी दरबारमा आबद्ध रहेका छन्। गोलमाल, हालत खराब लगायतका चर्चित हास्य टेलिश्रृङ्खलाबाट दर्शकमाझ लोकप्रिय बनेका पवन पछिल्लो समय कमेडी दरबारबाट लाखौं दर्शकको माया अङ्गालिरहेका छन्। सानो छँदा पवनको सपना एउटा राम्रो सिङ्गर बन्ने थियो। पवनले गीत पनि रेकर्ड नगराएका होइनन्, तर समयले दिशा अर्कै लियो र चर्चित कमेडियनको रूपमा पवनलाई दर्शकमाझ उभ्याइदियो। जे होस् पवनको आफ्नै एउटा युट्युब च्यानल समेत रहेको छ। द पिके भाइन्स नामक युट्युब च्यानललाई झण्डै 11 लाख बढीले सब्स्क्राइब गरेका छन्। उक्त च्यानलबाट पवनले बेला बखत सर्ट भिडियोहरू अपलोड गर्दै आइरहेका छन्। खैर जे होस् कुरा गरौँ हास्य कलाकार पवन खतिवडाको वैवाहिक प्रसङ्गबारे। पवन आजभन्दा झण्डै 4 वर्ष अगाडि विवाह बन्धनमा बाँधिएका हुन्। पवनले 2 वर्षको प्रेमलाई 2078 सालमा बिहेमा परिणत गरेका थिए। पवनले सुम्निमा खालिङसँग लगनगाँठो कसेका थिए। प्रेम विवाह गरेका पवन र सुम्निमाले आफ्नो वैवाहिक यात्रालाई लामो समयसम्म तय गर्न सकेनन् र बिहे गरेको 2 वर्षमै दुवैजनाले डिभोर्स गरे। पछिल्लो समय पवन पनि सिंगल नै रहेका छन्। अब दोस्रो बिहे गर्ने वा नगर्ने भन्ने विषयमा पवनले कुनै पनि प्रतिक्रिया जनाएका छैनन्। नम्बर 3 पवित्रा साकी। टिकटकबाट निकै लोकप्रिय बनेकी कलाकार हुन् पवित्रा साकी। टिकटक, म्युजिक भिडियो हुँदै नेपाली चलचित्रमा समेत आबद्ध भइसकेकी छिन् पवित्रा। पवित्रा भन्दै गर्दा पनि मिस पवि उपनामले प्राय दर्शकहरूले चिन्ने गर्छौं। पवित्रा अर्थात् मिस पविको कलाकारताको यात्रा टिकटक भिडियोहरूबाट नै सुरु भएको पाइन्छ। टिकटकमा निकै फ्यान फलोइङ भएकै कारण मिस पविलाई म्युजिक भिडियोको अफर आएको थियो। जुम्ला नामक म्युजिक भिडियोमा अभिनय गरे पश्चात मिस पविलाई म्युजिक भिडियोहरूको बाढी नै आयो। मिस पविका केही लोकप्रिय म्युजिक भिडियोहरूमा साली,
आहा कति राम्री, माया र मोह, थाहै भएन लगायतका थुप्रै भिडियोहरू पर्दछन्। पछिल्लो समय पवित्र अर्थात् मिस पवि कमेडी सो कमेडी दरबारमा आबद्ध रहेकी छिन्। जे होस् कमेडी दरबारबाट पनि मिस पविले राम्रै रिस्पोन्स पाएको हामीले देख्दै आइरहेका छौँ। अब कुरा गरौँ मिस पविको वैवाहिक प्रसङ्गबारे। मिस पवि आजभन्दा झन्डै 9 वर्ष अगाडि नै विवाह बन्धनमा बाँधिसकेकी थिइन् रे। तर त्यो विवाहले लामो यात्रा भने तय गरेन। बिहे गरेको केही समयमै पवि श्रीमानबाट टाढिन्। 16 वर्षकै उमेरमा विवाह बन्धनमा बाँधिएकी पवि आजको दिनमा त सिंगल नै रहेकी छिन्। बिहेको बारेमा मुखै नखोल्ने पविले उत्सव र साइलीसँगको पछिल्लो इन्टरभ्यूमा भने सबै कुरा छर्लङ्ग पारेकी छिन्। जबकि आजभन्दा 6 महिना अगाडिको इन्टरभ्यूमा पविले आफ्नो बिहे नै नभएको र डिभोर्सको कुरा त छँदै छैन भन्ने जिकिर गरेकी थिइन्। तपाईको त सम्बन्ध पनि विच्छेद भयो हैन? कहिले? भन्नुस् आज जनतालाई। मेरो त्यस्तो केही पनि भएको छैन। ढाँट्नु भयो? म ढाँटेको छैन, त्यस्तो मेरो केही पनि भएको छैन। मैले त पाएको सूचना त सम्बन्ध विच्छेद भयो रे। होइन, त्यस्तो एज अ रियालिटीमा केही पनि भएको छैन। कुनै फोटोहरू मेरो फेसबुकको उसमा धेरै आइरहेको थियो। मेरो कमेन्टहरूमा मैले एकचोटि साइबर क्राइममा पनि गएर साइबर ब्युरोमा ब्रेकअप भएको होइन त्यो केटा छ तपाईँको? सम्बन्ध विच्छेद भएको होइन? सम्बन्धै छैन त ब्रेकअप कहाँबाट हुन्छ? सम्बन्ध भए पनि ब्रेकअप हुन्छ। अहिलेसम्म कोहीसँग पनि सम्बन्ध छैन त? छैन। तर केही समय अगाडिको यो इन्टरभ्यूमा पविले 16 वर्षको उमेरमा डिभोर्स भएको बताएकी छिन्। मैले चाहिँ मेरो चाहिँ 16 वर्षको उमेरमा त्यस्तो भएको हो। म चाहिँ त्यो बच्चै थिएँ त्यो बेलामा होइन। म चाहिँ यो कुराहरू कहिले एक्सपोज पनि गर्न चाहन्न। म होइन नै भन्छु कि किनकि अब म चाहिँ त्यो कानुनी चाहिँ त्यस्तो केही पनि भएको छैन नि त। त्यो लिगली केही पनि थिएन। अब त्यो सबै कुराहरू इलिगल कुराहरू हो। अनि म चाहिँ अब त्यो कस्तो कि म कसैलाई पनि नराम्रो भन्न चाहन्न कि लाइफमा। कहिले पनि राम्रो हुन्छ अनि केही समयपछि तपाईँकोमा राजी खुसी थियो कि बाध्यकारी थियो? अब के थियो अब त्यो कुरामा चाहिँ म बोल्न चाहन्न। जुन कुरा भयो सक्यो त्यही बेला नै सक्यो। मलाई रिग्रेट चाहिँ छैन। म चाहिँ त्यहाँबाट चाहिँ धेरै कुराहरू सिक्ने। लाइफमा चाहिँ अगाडि बढ्नुपर्छ भन्ने पार्ट चाहिँ सिकेँ मैले। जस्तो कि अगाडि बढ्ने भन्दा पनि जस्तो कि हामीले एउटै जस्तो अब जस्तो मेरो डिभोर्स भयो, मैले त्यो डिभोर्समै बसेर अब त्यसमै बसेर रोइरहने कराइरहने उसले मलाई यस्तो गर्यो त्यस्तो गर्यो भन्ने त्यो चाहिँ हुनु हुँदैन जस्तो लाग्छ। नम्बर 2 मनोज गजुरेल कमेडी च्याम्पियनका जज साथै पछिल्लो समयको चर्चित कमेडी सो कमेडी दरबारका महाराज हुन् मनोज गजुरेल। हास्य व्यङ्ग्य कलाकारको रूपमा आफूलाई छुट्टै रूपमा परिचित गराइसकेका छन्। मनोज गजुरेल एक मध्यम वर्गीय परिवारमा जन्मेका व्यक्ति हुन्। 6 महिनाको हुँदा बुबालाई गुमाएका मनोजले त्यसपछिको केही समय भने मामा घरमै बिताएका थिए। 2040 सालदेखि कलाकारितामा सक्रिय मनोजले झन्डै 4 दशक बढी समय कलाकारिता क्षेत्रमा बिताइसकेका छन्। रेडियो कार्यक्रमदेखि टेलिभिजन कार्यक्रममा उनको अनुभव रहेको पाइन्छ। प्रायजसो देश तथा विदेशका राजनीतिक व्यक्तित्वहरूको क्यारिकेचर गरेर आफूलाई कमेडी क्षेत्रमा निकै लोकप्रिय बनाइसकेका छन्। मनोजले कमेडी सँगसँगै केही नेपाली चलचित्रमा समेत अभिनय गरिसकेका छन्। खर्जेउस कुरा गरौँ लोकप्रिय हास्य कलाकार मनोज गजुरेलको वैवाहिक जीवनबारे। 2052 सालमा मनोज विवाह बन्धनमा बाँधिएका हुन्। मनोजकी श्रीमती हुन् मीना ढकाल। मनोज र मीनाको वैवाहिक जीवन केही समय त राम्ररी नै बित्यो। बिहेको झन्डै 2 दशक समय अर्थात् 22 वर्ष जति मनोज र मीनाले सँगै बिताए। 2052 सालमा विवाह बन्धनमा बाँधिएका मनोज र मीना 2074 सालमा भने अलग्गिए। दुवैले विवाहको 22 वर्ष पश्चात डिभोर्स गरे। आजको दिनमा मनोज र मीनाका 28 वर्षका एक छोरा र 20 वर्षकी एक छोरी रहेकी छिन्। तर मनोज र मीना भने एकअर्कोबाट 8 वर्ष अगाडि नै टाढिसकेका हुन्। नम्बर 1 गौरी मल्ल। गौरी मल्लको विषयमा योभन्दा अघिल्लो भिडियोमा पनि कुराकानी गरिसकेका छौँ। हेरौँ बाँकी भिडियो क्लिप। नेपाली चलचित्र सन्तानबाट नेपाली सिने क्षेत्रमा डेब्यू गरेकी नायिका हुन् गौरी मल्ल। जुन चलचित्र आजभन्दा 36 वर्ष अगाडि निर्माण भएको थियो। नेपाली चलचित्र कन्यादानले भने गौरीलाई निकै उचाइमा पुर्याएको थियो। 17 वर्षकै उमेरमा कला क्षेत्रमा प्रवेश गरेकी गौरीले आजको दिनसम्म नेपाली साथै केही विदेशी चलचित्रहरूमा समेत अभिनय गरिसकेकी छिन्। दर्जनौं नेपाली चलचित्रमा अभिनय गरिसकेकी गौरीका केही सफल फिल्महरूमा कन्यादान, बसन्ती, खानदान, के म तिम्रो होइन र लगायतका थुप्रै फिल्महरू पर्दछन्। गौरीले केही रियालिटी सोहरूमा जजको भूमिका समेत निर्वाह गरिसकेकी छिन्।
पछिल्लो समय कमेडी सो कमेडी दरबारमा गौरीको सक्रियतालाई देख्न सक्छौं। खैर जे होस्, झण्डै 3 दशक बढी समय कला क्षेत्रमा सक्रिय अभिनेत्री गौरी मल्ल पनि डिभोर्स गरेका कलाकारहरूको सूचीमा परेकी छिन्। गौरीले आजभन्दा झण्डै 20 वर्ष अगाडि श्रीमान प्रज्वल भण्डारीसँग डिभोर्स गरेकी हुन्। डिभोर्स पश्चात पछिल्लो समय गौरी एक्लो जीवन बिताइरहेकी छिन्। अब नगर्ने किन गर्नु त होइन? किन गर्नु बेकार? यो रमाइलो भइरहेछ कि तपाईँहरूले के हामीलाई खुसी देख्न चाहनु हुँदैन? होइन, बिहे गरेर सबै दुखी हुन्छन्।